गर्ने र देशैभरि पुर्याउने र बिमाको दायराबाट कोही पनि वञ्चित नहुने गरी अगाडि बढ्न सक्ने यो हौसला दिवस यो आजको प्रभात फेरीले। र हाम्रो अहिलेको सबैभन्दा पहिलो महत्त्वपूर्ण प्राथमिकता भनेको विश्वसनीयता बढाउने नै हो। अब हामी बिमालाई पुरातन सोचबाट भन्दा अलिकति नयाँ प्रवृत्तिसँग जोडेर चाहिँ अबको आउने दशकहरूमा अथवा दिनहरूमा चाहिँ हामीले बिमालाई चाहिँ ठुलो फड्को मार्न सक्छौँ। बिमा एउटा यस्तो चिज हो जुन अति आवश्यक चिज भए तापनि हामीले अहिलेसम्म पनि सो इच्छाले बिमा गर्न आउने व्यक्तिहरू पाउन सकेका छैनौँ।
ग्रोथ बढाएर धेरै पुर्याउँ भन्ने मैले अभिलाषाका साथ म यहाँबाट बिदा हुनुभन्दा अगाडि विवादमा भएका जो कोही पनि हाम्रा सदस्यहरू हुनुहुन्छ उहाँहरूको शीघ्र स्वास्थ्यको सुधारको कामना व्यक्त गर्दै म बिदा हुनुभन्दा अगाडि सर्वे भवन्तु सुखिनः भन्दै बिदा हुन्छु। धन्यवाद। सम्पूर्ण बिमासँग सम्बन्धित मात्रै होइन, सम्पूर्ण नेपालीहरूमा चाहिँ बिमा प्राधिकरण नेपालीहरूमा लघु बिमा सङ्घको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु। बिमा एउटा यस्तो चिज हो जुन अति आवश्यक चिज भए तापनि हामीले अहिलेसम्म पनि सो इच्छाले बिमा गर्न आउने व्यक्तिहरू पाउन सकेका छैनौँ र यो किन हो र कसरी हो, के कारणले हो, त्यो हामीले अहिले पनि पत्ता लगाउन नसक्नु हामीमा केही न केही कमजोरी होला जस्तो लाग्छ। बिमा प्राधिकरणको 57औं वार्षिक उत्सवको उपलक्ष्यमा सम्पूर्ण बिमाकर्मी सहयोगी साथीहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै उपलक्ष्यमा हामीले जुन प्रभात फेरी गरिरहेछौँ यो प्रभात फेरी गर्ने गरी पटक गर्ने र देशैभरि पुर्याउने र बिमाको दायराबाट कोही पनि वञ्चित नहुने गरी अगाडि बढ्न सक्ने यो हौसला दिवस यो आजको प्रभात फेरीले र यो वार्षिक उत्सवले भन्दै सम्पूर्णलाई विशेष शुभकामना र यो बिमा वार्षिक उत्सवको देशैभरि शुभकामना पुगोस् भन्ने भनाइसहित म यहाँबाट बिदा हुन्छु। धन्यवाद। कार्यक्रममा चाहिँ यहाँहरू जुन स्वतस्फूर्त रूपमा चाहिँ उल्लासमय तरिकाले यो आज उपस्थिति देखाउनु भएको छ, त्यसैले बिमाको महत्त्व चाहिँ झल्केको मैले महसुस गरेको छु। पक्कै पनि तपाईँ हामीलाई आज यतिको जमातमा चाहिँ एउटा रोजगारीको सिर्जना गरेका छौँ यो बिमा क्षेत्रले। त्यसैले नेपाल सरकारको यो वित्तीय क्षेत्रमा बिमा कम्पनीहरूको पनि केही योगदान छ। अब नेपालमा ग्रोथ गर्ने भनेको एउटा सर्भिस सेक्टरले बिस्तारै चाहिँ जुन हाम्रो कृषि मुखी चाहिँ अर्थतन्त्र अहिले चाहिँ सर्भिस सेक्टरमा चाहिँ कन्भर्जन हुँदैछ, त्यसमा बिमा कम्पनी र ब्याङ्क तथा वित्तीय संस्थाहरूको चाहिँ ठुलो योगदान हुनेछ अब आगामी दिनहरूमा मलाई लागिरहेको छ। र त्यसको लागि अब हामी बिमालाई पुरातन सोचबाट भन्दा अलिकति नयाँ प्रवृत्तिसँग जोडेर चाहिँ अबको आउने दशकहरूमा अथवा दिनहरूमा चाहिँ हामीले बिमालाई चाहिँ ठुलो फड्को मार्न सक्छौँ। अहिले चाहिँ हामी निर्जीवनको चाहिँ 17-18% र चाहिँ अब जीवनप्रति चाहिँ गर्दा करिब 40% गरेका छौँ। अझ पनि त्यहाँ धेरै चाहिँ स्पेस बाँकी छ, धेरै काम गर्न बाँकी छ। र आजको यो मञ्चको सदुपयोग गर्दै मैले एउटा शब्द के भन्न चाहेँ भने प्राधिकरणको विशेष गरी चाहिँ अध्यक्षज्यूलाई अस्ति भर्खर मात्रै नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा चाहिँ जति पनि कुराहरू संलग्न गर्दा बरु स्वास्थ्य बिमाका कुरा आए, यतातिरको चाहिँ बिमाका कुराहरू त्यो नीति तथा कार्यक्रममा परेनन्। त्यसले गर्दा अब आउने चाहिँ बजेटमा चाहिँ पक्कै पनि यहाँले पहल कदमी गरेर यो बिमाको चाहिँ दायरालाई बढाउनलाई नीतिगत निर्णयहरू चाहिँ कसरी गर्न सकिन्छ, सरकारलाई कसरी चाहिँ त्यो कुरा चाहिँ हामीले चाहिँ अलिक स्मरण गराउन सक्छौँ, यसमा चाहिँ पहल कदमी होस् भन्दै नेपाल बिमक सङ्घको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट म यहाँ आजको चाहिँ 57औं वार्षिक उत्सवमा चाहिँ जति पनि यहाँ सहभागी हुनुहुन्छ सम्पूर्णलाई चाहिँ हार्दिक बधाई दिन चाहन्छु। नेपाल बिमा प्राधिकरणको 57औं वार्षिक उत्सवको अवसरमा आयोजित यस प्रभात फेरी कार्यक्रममा सहभागी नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशकज्यूहरू, जीवन बिमक सङ्घका अध्यक्षज्यूहरू, त्यसै गरी लघु बिमक सङ्घ, सर्वे सङ्घ, अभिकर्ता सङ्घ, लगायत विभिन्न बिमकका प्रतिनिधि साथीहरू र विभिन्न बिमकका कर्मचारी साथीहरू, धेरै लामो भन्नुपर्ने केही पनि छैन। हामी 57औं वार्षिक उत्सवको सङ्घारमा छौँ। यसले के देखाउँछ भने हाम्रो देशमा बिमा क्षेत्रलाई नियमन गर्ने गरी नियामक निकाय स्थापना भएको 57 वर्ष भयो भन्ने हामीलाई स्मरण गराइरहेछ। 57 वर्षमा हामीले जुन कुरा अचिभ गर्नुपर्ने हो त्यो कुराहरू कति अचिभ गर्न सकेका छौँ छैनौँ, त्यो विषयमा हामीले निर्मम भएर सूक्ष्म रूपमा समीक्षा गर्नुपर्ने विषय छ। आजका दिनमा पनि 57 वर्ष नियामक निकाय भइसक्दाखेरि पनि हामीले बिमाको क्रेडिबिलिटी बढाउनलाई जिम्मेवारीपूर्वक काम गर्नुपर्ने अवस्था छ। जसरी बिमाले जोखिम व्यवस्थापनका लागि इन लार्जर पब्लिकलाई ठुलो सहयोग गरिरहेको अवस्था हो, त्यसको सम्बन्धमा हामीले पब्लिकलाई आश्वस्त पार्न सकेको अवस्था अझै पनि नरहेको गुनासो सुनिने गर्दछन्। त्यस सम्बन्धमा हाम्रा सबै स्टेक होल्डरहरू जो आज यहाँ सहभागी हुनुहुन्छ, अभिकर्ता होलान्, सर्वेयर होलान्, बिमकहरू होलान्, हामी सबै स्टेक होल्डरको क्रेडिबिलिटी बढाउनका लागि एकदमै महत्त्वपूर्ण भूमिका छ। 58औं वार्षिक उत्सव हामी आगामी वर्ष मनाउँदै गर्दाखेरि हामीले एउटा के कुरामा हामी सबै दृढ हुनुपर्छ भने हामी विश्वसनीयता बढाउने गरी काम गर्न हामी तयार छौँ।
र हामी आजका दिनमा देखेका जे जस्ता कमी कमजोरीहरू छन् त्यसलाई क्रमशः हामी हटाउँदै जान्छौँ। एकैचोटि जिरो भन्ने चिज त केही पनि हुँदैन, सुधार निरन्तर प्रक्रिया हो। र हाम्रो अहिलेको सबैभन्दा पहिलो महत्त्वपूर्ण प्राथमिकता भनेको विश्वसनीयता बढाउने नै हो। हामीले दाबी भुक्तानीका विषयमा जीवन निर्जीवन दुईटै विषयमा जे जस्तो गुनासोहरू आउने गर्छन् त्यसलाई हामीले क्रमशः घटाउँदै जानुपर्ने छ, शून्यमा पुर्याउनु पर्ने छ। जसरी हाम्रो बिमा प्राधिकरणमा उजुरीका सङ्ख्याहरू बढिरहेछन् त्यसले हाम्रो विश्वसनीयतामा कतै न कतै चाहिँ हामीले सही तरिकाले काम गर्न नसकेका हो कि भन्ने तरिकाको प्रश्न सिर्जना पनि हुन सक्दछ। त्यही भएर हामीले गर्ने चिज एउटा मात्र हो, बिमा क्षेत्रको क्रेडिबिलिटी बढाउँदै गर्दाखेरि हामी सबै स्टेक होल्डरलाई यसको लाभ हुने नै हो। रेगुलेटरको रूपमा हामीलाई लाभ हुन्छ, बिजनेस इन्टिटीको रूपमा तपाईँहरूलाई लाभ हुन्छ, कर्मचारीको रूपमा सबै कर्मचारी साथीहरूलाई लाभ हुन्छ। हामीले अब अर्को वर्षका लागि सबै क्षेत्रमा जीवन निर्जीवन हामी रेगुलेटरको पार्टमा पनि हामीले क्रेडिबिलिटी र प्रेडिक्टेबल सर्भिस दिने गरी काम गर्नुपर्ने छ। अब 1 वर्षको हाम्रो प्राथमिकता सेवा प्रवाहको सुधार र विश्वसनीयता वृद्धिमा रहनुपर्छ। त्यसै गरी हामीले बिमा प्राधिकरणबाट गर्ने हामीले विभिन्न पालिकाहरूसँग पुगेर काम गराइरहेछौँ। त्यसले एक्सेस बढाउन र क्रेडिबिलिटी बढाउन कतै न कतै भूमिका खेलेको छ। सीएसआरको फन्ड छ तपाईँहरूसँग, बिमक साथीहरूसँग, त्यो पनि पुग्नुहोस्, पब्लिकमा बुझाउनुहोस्। कति कुरा विश्वसनीयता किन समस्या भइरहेछ भने नजानेर पनि हो, कति कुरा हामीले बुझाउन नसकेर हो, कति कुरा हामीले इफोर्ट नलगाएर हो। यो 57 वर्षले के देखाइरहेछ भने हामीले सायद योभन्दा बढी काम गरिसक्नु पर्थ्यो कि हामी अलि बढी पछाडि छौँ कि। अब यो प्रयासलाई आजको डिजिटललाई हामीले युज गर्दै प्रविधिलाई प्रयोग गर्दै यसको क्रेडिबिलिटी बढाउनका लागि हामी सबै इमान्दारितापूर्वक जिम्मेवारीतापूर्वक लाग्नुपर्ने छ। यसका लागि तपाईँहरूलाई म आफ्नो वार्षिक कार्यक्रम तय गर्दाखेरि सोही अनुसार वार्षिक कार्यक्रम बनाउन म एकदम अनुरोध गर्छु। तपाईँहरूले बनाउने वार्षिक कार्यक्रम पब्लिकमा पुगेर क्रेडिबिलिटी बढाउने प्रकृतिका भयो भने त्यसले अन्ततगत समग्र इन्डस्ट्रीको ग्रोथ इन्स्योर गर्छ। अब अघि हाम्रो निर्जीवनको उहाँले भनिरहनु भएको अध्यक्षज्यूले नीति तथा कार्यक्रममा विषय खासै आएन। नीति तथा कार्यक्रममा विषय आएन भन्दा पनि आज आएका विषयलाई हामीले कति ट्याप गर्न सकेका छौँ त, त्यो विषय झन् महत्त्वपूर्ण छ। जो राज्यले बाध्यकारी बनाएका बिमा बाहेक हामी बिमकहरू कति बाहिर निस्किन सकेका छौँ त। राज्यले बाध्यकारी जुन जुन एरियामा बनाएको छ त्यही बिजनेसमा हाम्रो बढी प्राथमिकता भयो कि राज्यको सपोर्ट रेगुलेटरका रूपमा हामीले गर्ने सपोर्ट, सरकारका रूपमा अर्थ मन्त्रालयले गर्ने सपोर्ट त हामी गर्न जहिले पनि तयारै छौँ। मन्त्रालय मान्य मन्त्रीज्यू सबै तयारै हुनुहुन्छ, त्यसमा सामान्य प्रधानमन्त्रीज्यू पनि तयारै हुन्छ। तर त्योभन्दा पहिला महत्त्वपूर्ण के हुन्छ भने आजका दिनमा राज्यले नियामकीय फेसिलिटेसन जे गरेछ, प्राथमिकता जुन जुन तय गरेछ ती विषयहरू हामीले ट्याप गर्न सकेका छौँ कि छैनौँ त। हामीलाई जीवनको हकमा कुरा गर्दाखेरि 40,000 सम्मको वार्षिक प्रिमियममा वेभरको कुरा छ ट्याक्समा, त के हामीले 40,000 चाहिँ एभरेज प्रिमियम बनाउन सकेका छौँ त, वार्षिक उठाउन सकेका छौँ त। त्यो विषय चाहिँ त्यहाँ प्रश्न होला। निर्जीवनको हकमा चाहिँ टिपीमा म्यान्डेटरी छ, त्यसै गरी हाम्रो इन्जिनियरिङमा म्यान्डेटरी गरिरहेछ राज्यले, धेरै विषयमा म्यान्डेटरी। अब एफईको कुरा म्यान्डेटरी छ, त लाइफले गरिरहेछ। अब म्यान्डेटरी बाहेक हामी कति बाहिर निस्किन सकेका छौँ त। अहिले पनि लाइफको कुरा गर्दाखेरि एभरेज सम एस्योर्ड 5-6 लाखको हाराहारीमा छ। त्यो भने त प्रिमियम सायद 40,000 पनि हामीले ट्याप गर्न सकेका छैनौँ। त लाख बनाएर फाइदा कसलाई हुनेवाला छ त इनलार्जर। अहिलेका पब्लिकले 40,000कै लाभ लिन सकेका छन् कि छैनन् त। यसको अर्थ सीमा बढाउनु हुँदैन भन्ने कुरा होइन, अन्य थप सुविधा दिनु हुँदैन भन्ने कुरा होइन। मेरो भनाइ यति मात्र हो, आजका दिनमा राज्यले दिएका सुविधाहरू हाम्रा बिमक साथीहरूले कति ट्याप गर्न सकेका छन् त। म्यान्डेटरी बाहेकका बिमाको दायरा बाहिर हामी निस्केर आफैले क्रिएटिभ र कन्स्ट्रक्टिभ प्रोडक्टहरू कति गरिरहेछौँ। हाम्रो पार्टमा भएका कमी कमजोरीहरू हामी निरन्तर सच्याउन तयार छौँ। नियामकीय स्थायित्व बनाउने, सुपरभिजनलाई कन्टिन्यू गर्ने कुरा त हाम्रा छँदै नै छन्। हाम्रो ऐनले के म्यान्डेट गरेको छ, बिमा सूचना केन्द्र स्थापना गर्ने विषय, त्यसै गरी चाहिँ बिमित हित संरक्षण कोषका कुरा छन्, बिमा विकास कोषका कुरा छन्, त्यसलाई पनि हामीले प्रभावकारी कार्यान्वयन गर्नुपर्ने छ। 58 वार्षिकोत्सव मनाउँदै गर्दाखेरि जे कुरा मैले अहिले उठाइरहेको छु ती उठाइरहेका विषयमा केही न केही चाहिँ अवश्य हाम्रो पार्टबाट हुने विषयमा हामी इमान्दारितापूर्वक समाधान गर्नेछौँ। तपाईँहरूलाई पनि मेरो विनम्र अनुरोध के छ भने मासमा पुग्नुहोस्, मासलाई अहिलेका लाभका विषयमा जानकारी दिनुहोस्। इन्डस्ट्रीको ग्रोथ हुँदाखेरि जो आज हाम्रो प्रिमियम चाहिँ 81-82 हजार करोड आसपासको लाइफ नन लाइफ हिसाबले गर्दाखेरि त्यो पुगाउँ, हामी 1,20,000 करोड पुगाउँ, 1,40,000 करोड पुगाउँ। यसका मल्टिपल एभिन्यूहरू छन्, लगानीका हामीले स्पेसहरू खोलेका छौँ, सब्सिडियरीका स्कोपहरू छन्। हामीसँग यो क्षेत्र बिमा क्षेत्र वित्त क्षेत्रको समग्र वित्त क्षेत्रको वान अफ द बिगेस्ट स्टेक होल्डर प्लेयर बन्ने पोसिबिलिटी हाम्रो हातमा छ। त्यसका लागि रेगुलेटरका रूपमा हामीले गर्ने सहजीकरण इमान्दारितापूर्वक जिम्मेवारीपूर्वक गर्न हामी अत्यन्त तयार छौँ। तपाईँहरूलाई पनि सोही अनुसार लाग्न अनुरोध गर्दै बिमा, बैंक र सेयर बजार सम्बन्धी सम्पूर्ण जानकारीका लागि बिमा पोस्टको युट्युब च्यानललाई लाइक, सेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।